हेलो डियर भ्युअर्स, गुड आफ्टरनुन। यो समय दिउँसोको हो। हजुरहरूले मेरो बिहानको मिनी भ्लग त हेरिसक्नुभयो होला। अब म दिउँसोको मिनी भ्लग बनाउन जाँदैछु। दिउँसोमा चाहिँ आज हामीले आँप टिप्यौँ। आँप चाहिँ यो वर्ष धेरै आएको छैन, एउटा हाँगा मात्रै आएको थियो यसरी। अनि आँप टिप्नको लागि मैले चाहिँ आँप टिप्दाखेरि चाहिँ यो खालको आँप पनि भेटियो साथीहरू। हाम्रो घरमा चाहिँ फलफुलको खासै कमी हुन्न साथीहरू। यो सिजनमा पाइने फलफुलहरू प्राय हाम्रो घरमा भइराखेकै हुन्छ। अनि जमुना पनि झारिँदाखेरि यो वर्षामा हाम्रोमा आँप, जमुना, अनार अनि ड्रागन यस्तो भइरहेको छ। अहिले चाहिँ आँप र यो जमुना पाकेको छ। अनि यो चाहिँ हामीले यसरी टिप्यौँ अनि खुवायौँ। एकदमै मिठो भयो। अनि हाम्रो हेल्थको लागि पनि यो फ्रुट्सहरू चाहिँ राम्रो हुन्छ। हजुरहरूले पनि रोप्नु होला, खानु होला, हेल्दी रहनु होला। अनि आँप र जमुना टिपिसकेपछि म चाहिँ दिउँसोको नास्ता बनाउन सुरु गरेँ। नास्तामा चाहिँ यो मकै छोडाएर यसलाई चाहिँ म भुट्छु। अनि मम्मी चाहिँ मिलमा जाँदै हुनुहुन्छ। हाम्रो चाहिँ धान मिल पनि छ नि त पछाडि। अनि नानीहरूलाई चाहिँ मैले अन्डा खान दिन्छु। अनि यो मकै यसरी भुट्छु साथीहरू। मकै भुटेर मम्मीलाई दिन्छु, नानीहरूको पापालाई दिन्छु, मैले खान्छु। अनि सानो छोरी रोएर मम्मीसँगै आइन्। अनि मैले यो अर्सी बनाउँदैछु। हाम्रो तेल सिद्ध्या छ नि त। ठुलो छोरी चाहिँ अहिले सुती छन् अनि सानो छोरीले चाहिँ म पनि गर्छु रे। मम्मीले मसँग अर्सी उचाइ लाग्नुभयो, मैले चाहिँ चालेँ। अनि जति पिलाउनलाई मैले तोरी अर्सी ठिक्क पारेँ। अनि नानीहरूलाई पनि नुहाइदिएँ मैले, दुइटैलाई नुहाइसकेर यसरी बसालेँ। अनि नानीहरूले चाहिँ फेरि मोमो खाने भने कि बच्चाहरूको खुसी त पुरा गरिदिनु पऱ्यो। अनि यसरी मोमो पनि बनाएँ नानीहरूसँग मिलेर। अनि मोमो चाहिँ अलिक मन यिनीहरूको डिमान्ड अनुसार बनाइदिन्छु। अनि मोमो बनाउँदै चाहिँ यिनीहरूलाई मैले अलिअलि सानो बुक्समा चित्रहरू पनि देखाएँ अनि खुवाएँ। अब यति गरिसकेपछि मेसिनमा बिहान कपडा राखेको थिएँ, त्यो कपडाहरू मैले सुकाएँ ल्याएर। त्यो सुकाएको भिडियो चाहिँ बनाउनु पाएन साथीहरू। अनि एकछिन नानीलाई डुलाउन बाहिरतिर पनि लगेँ। आउँदा यस्तो छ नेपालको बाटो यस्तै नै हो। अब यो कहिले बन्छ थाहा छैन। अनि त्यो कपडाहरू लिएर चाहिँ मैले पटाएँ साथीहरू। पटाएर अब आफ्नो ठाउँमा राख्नु पऱ्यो। जताततै फाल्नु त भएन नि कपडा होइन र साथीहरू। चाहिएको बेलामा फेरि कता खोज्नु। यसरी नै मेरो दिउँसोको टाइम पनि अब सिद्धियो साथीहरू। यस्तै गर्दा नै जान्छ। नानीहरूलाई टोइलेट बाथरुम गराउने, यिनीहरूको सरसफाइ, खानपिन, घरको काम, आफ्नो काम यस्तै गर्दै यो गर्दासम्म मेरो साँझ 4-5 बजिहाल्छ। बिहानको खाना खाइवरी भ्याउँदाखेरि 11-12 बजिहाल्छ। अनि त्यसपछि दिउँसोको यस्तै काम गर्दाखेरि 4-5 बजिहाल्छ। 4-5 बजेपछि फेरि साँझको खाना बनाउन पर्यो। अब मेरो साँझको मिनी भ्लग पनि आउँछ फेरि पार्ट 3 भनेर, त्यो पनि हेरिदिनु होला है साथीहरू। अब घरमाको काम चाहिँ खासै देखिँदैन, तर के गर्दै दिन बितेको थाहा नै हुँदैन। नानीहरूसँग रमाइलो पनि भइरहेछ। अलिकति आफ्नो लागि टाइम पनि म्यानेज गर्न सकिरहेको छैन। यसै गरेर मेरो दिन बितिरहेको छन्। ओके, थ्याङ्क यू सो मच।